हेलो एभ्रिवान, सबैजनालाई स्वागत छ मेरो गाउँको मिनी ब्लगमा। सो म निर्वाचनको समयमा चाहिँ गाउँ गएको थिएँ। भिडियोहरू चाहिँ होल्डमै थियो। कहिले पनि माइत आएको थियो त्यो टाइममा। अनिखेरि नानी चाहिँ ऊ एकदमै खेलिरहेको थियो, एकदम खुसी देखेको थियो नानी। अनि त्यसपछि चाहिँ साँझ भयो, हामीले खानासाना खाएर अनि सुत्दाखेरि चाहिँ नानीको हातखुट्टामा चाहिँ तेल लगाएर उसलाई सेकिदिँदै थियौँ। नेक्स्ट दिनको पाटोमा चाहिँ अनि मम्मीले त्यो तल पखेरोमा चाहिँ दाउराहरू चाहिँ अलिअलि काटेर राख्नु भएको रहेछ। अनिखेरि म चाहिँ लिन गएको, मम्मीले भारी बनाइदिइराख्नु भएको थियो। अनि म भारी बोकिराख्दाखेरि आन्टीले ल्याउ ल्याउ म तिम्रो भिडियो गराइदिन्छु भनेर चाहिँ भिडियो बनाइदिनु भएको थियो। अनि सो म चाहिँ भारी बोकेर हिँडिरहेको थिएँ, लाज पनि लागिरहेको थियो। अनि आन्टीलाई पनि देखाएँ। सो मैले भारी बोक्दै गर्दाखेरि चाहिँ अनि के बोल्दै अनि भिडियो गराइरहेको थिएँ। अनि एकदमै धेरै समयपछि भारी बोका भएर हो कि अलिअलि गाह्रो पनि भइरहेको थियो। सो पहिला एकदमै भारीहरू बोक्ने, जङ्गल जाने, बाख्राहरू चराउन जाने त्यो हुन्थ्यो नि त गाउँमा। अब गाउँ गएपछि चाहिँ मम्मीहरूलाई हेल्प गर्नुपर्छ भनेर म चाहिँ पखेरामा भारी लिन गएको थिएँ। अनि आउँदै गर्दा घर पनि देखाइहालेँ, यही हो हाम्रो घर। अनि भाइलाई बोलाउँदा उसले चाहिँ नमानेर हुन्छ नि, बल्ल गएको थियो र सानो मुढा लिएर आयो। अनि सो म फेरि गएँ, मेरो लागि अर्को भारी पनि रेडी पारिदिनु भएको थियो मम्मीले। म चाहिँ नाम्लो लिएर भिरतिर लागेँ। मम्मीले चाहिँ अर्को भारी बनाइदिनु भएको थियो नि त मलाई। त्यो लिनलाई चाहिँ गएँ म। अनि अप्ठ्यारो थियो भिड, त्यही पनि म सकि नसकी चाहिँ गइरहेको थिएँ। झरेँ म, झर्दा स्याउलाहरू थियो अनि चिप्लोहरू थियो बाटोहरू। अनि ड्याडीले चाहिँ मुढाहरू सँगै बाँधेर सँगै ल्याउने भनेर सबै बाँध्दै हुनुहुन्थ्यो। अनिखेरि भारी बोकेर म घर आएर यसो थकान मेटेर बसिरहेको थिएँ। काइन्डले चाहिँ मिठो साग बनाउँछु तेरो लागि भनेर चाहिँ साग बनाउँदै हुनुहुन्थ्यो। काइन्डले चाहिँ साग पखाल्नुलाई निस्केको थियो। धन्यवाद अन्तिमसम्म यो भिडियो हेरिदिनु भएकोमा।